हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। मिनी त होइन, 2-3 मिनटको चाहिँ होला, मिनी नै हो होइन। यतिखेर चाहिँ मेरो बुढाले भन्दैछ, त्यतिखेर बोल्दै थियो तर म्युजिक भएको कारणले हामीले त्यो म्युट गरेर म भोइस ओभर गर्दैछु है, हेरिदिनु होला अन्तिमसम्म। अनि हामी निस्क्यौँ हाम्रो डिङलीबाट। यो बाटो चाहिँ साह्रै राम्रो लाग्छ मलाई, रुख छ नि त नि, कस्तो राम्रो देखिन्छ, विदेश जस्तो। अनि हामी त्यो एउटा ठाउँ थियो विट फुलिजा, सायद विट फुलिजा यस्तै छ, त्यहाँ पुग्यौँ। त्यसमा चाहिँ हल्का पिसफुल थियो क्या, वरिपरि चाहिँ कस्तो पिस फिल हुने, पिकनिक खेल्ने जस्तो। नेपाल भएको भए चाहिँ त्यहाँनिर पानीपुरी चटपटेको ठेला भइहाल्थ्यो, तर त्यहाँ थिएन, केही छैन। भोक लागिरहेको थियो मलाई चाहिँ। अनि यहाँ सिन हेर्नु न कस्तो दामी छ नि, वाउ, ब्लू समुद्र कति राम्रो देखिरहेको छ। तर यहाँनिर चाहिँ अलिकति हिँड्नु पर्दो रहेछ, माथिसम्म गयौँ हामी हिँड्दै हिँड्दै। अनि त्यसपछि हल्का फोटो भिडियो सुट त गर्नै पर्छ होइन, त्यत्रो मेहनत गरेर त्यहाँ पुगेपछि। अनि म हल्का नक्कल पार्दै थिएँ। त्यसपछि फेरि भ्यूलाई हेरेर मेरो थकानलाई मैले बिर्सेँ। अनि यहाँ भन्दैछु म कि कस्तो गर्मी थियो नि त, हिँड्नु पनि पर्यो। अनि स्यासा भइरहेको थियो, कति भएको थियो एक्सर्साइज नगरेर होला सायद। त्यसपछि आधा बाटोमा हामीले यो आइसक्रिमको भ्यान देख्यौँ, अनि हामीले लियौँ ड्रिङ्क्स। त्यसपछि फेरि अर्को डेस्टिनेसन, त्यो हाम्रो प्लान चाहिँ थिएन, तर फेरि अब दिन पुरै बाँकी थियो नि त, 9 बजे मात्रै घाम डुब्छ। अनि हामीले सोच्यौँ चलो जाते हैं वहाँ पे भनेर। यो चाहिँ ब्लू होल अरे यसको नाम चाहिँ। यहाँ चाहिँ पहिला नै के यस्तै विस्फोट भएर यो होल भएको अरे भनेर सुन्दै थिएँ। त्यही भएर यहाँ जाने चाहिँ हाम्रो अर्को एउटा दाइको डिमान्ड थियो। अनि हामी त्यहाँ गयौँ। अनि फेरि त्यहाँनिर मैले हल्का यसो पोज दिँदै भिडियो गरिदेऊ न बेबी भन्दै फकाउँदै थिएँ, अनि उसले पनि गरिदिँदै थियो। अनि फेरि म गएँ, बेबीले भन्दै थियो त्यहाँ नजाऊ है, ढुङ्गा चिप्लेर भित्र जान्छ नि भने। मलाई स्विमिङ आउँदैन नि त। त्यसपछि हाम्रो यो फाइनल ठाउँ भनेको हामीलाई पुरा भोक लागेको थियो। अनि यहाँको चाहिँ यो हाम्रो कुन हो भने हाम्रो दाइको सिजलर हाउस। त्यसपछि मेरो यहाँको बेस्ट के हो थाहा छ, चाउमिन पर भुटेको हुन्छ, चना हालेको। त्यसपछि फेरि त्यहाँ खाएर ओरेर हामी फर्किँदैछौँ। फर्किँदाखेरि बिचमा जाम परेको थियो, किनभने अगाडि एक्सिडेन्ट भएछ, गाडी पुरै यस्तो पल्टेको थियो नि। मैले हल्का क्याप्चर त गर्न खोजेको छु, तर अन्तिममा देख्न सक्नुहुन्छ तपाईँहरूले। एक्सिडेन्ट भनेपछि मलाई पुरा डर लाग्छ हौ, किन गाडी कुदाउन, त्यही भएर मलाई कस्तो डर लाग्छ क्या। त्यही भएर मैले सिकेको छुइनँ, तर सिक्नुपर्छ होला जस्तै लाग्छ। उहाँहरू होइन कति छिटो आइपुग्छ नि, विदेश भनेको यही त छ। एक्सिडेन्ट अब यहाँ हेर्नु है, गाडी कस्तो उत्तानो परिरहेको छ, माया लाग्दो। त्यसपछि हामी घर फर्किँदा चाहिँ साँझभन्दा पनि बेलुका 9 अलमोस्ट भइसकेको थियो। अनि आजकल त समर हो नि त, ढिलो घाम डुब्छ। अनि अझै